हेलो हेलो नमस्कार 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 रबिन ढुङ्गेल युट्युब च्यानल हेरेर बस्नुभएको सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। म यतिखेर चाहिँ ट्याक्कसँग हिलेको तुङबा चोकमा आएको छु। तल एकदम चिसो छ, तर यहाँ चाहिँ तल एकदम गर्मी छ, तर यहाँ चाहिँ एकदम चिसो छ है त। ट्याक्क पाएर हेर्नु होला, हिलेको बस पार्क रमाइलो छ, रमाइलो छ। हिले बजार मस्त चिसो छ। यो साँझकालीन अवस्था हो, रात्रिकालीन होइन साँझकालीन हिलेको अवस्था मैले देखाइरहेको छु। हिले बजार ट्याक्कसँग सँग यतिखेर चाहिँ म हिलेको तुङबा चोक आइपुगेको छु है त। ट्याक्क हेर्नु होला, यो हिलेको तुङबा चोक, जहाँ तुङबाको शालिक भन्छ कि प्रतिमा भन्छ कि मूर्ति भन्छ त्यो चाहिँ थाहा भएन, तर तुङबा हिलेमा हेर्नु त यस्तो चिसो मौसम छ। ठ्याक्कै म तुङबा चोक आएको छु। ट्याक्क पाएर सँग म अहिले अघि चाहिँ दिउँसोको हिले देखाएको थिएँ। अहिले ठ्याक्कसँग राति उसो ड्याममा लगाइरहेको छ, भिडियो पनि राम्रो आएको छैन त। राति हिले बजार उसो ड्याममै लागिरहेछ। गाह्रो छ, चिसो छ। ट्याक्कसँग म बसेको उता चाहिँ यो हिलेको बजार देखाइरहेको छु मैले। यता यो बस स्ट्यान्डहरू ट्याक्कसँगले आज चाहिँ हामी घुम्दै डुल्दै आएको छौँ है त हिले बजार। हामी ट्याक्कसँग चिसो मौसम भन्दा अत्य चिसो छ है। हिले आज हेर्नु होला, ढाक्क पारेर हिले बजार यता छिन्ताङ जाने बाटो। मेरो भिडियोलाई हेरिदिनु भयो, लाइक कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु।